नमस्ते सबैजनालाई। अहिले हामी रुसी गाउँपालिका काभ्रेमा हाम्रो बाजेले एउटा माछा यहाँ चाहिँ खोगा थापेको जस्तो छ। त्यो माछा पर्यो कि परेन थाहा भएन। बाजे माछा पर्यो? माछा पर्यो छैन है? यो के हो? यो खोगा हो कि के हो? यो खोइ जाली पनि छैन। यसमा कसरी पर्छ त माछा? हजुर ऊ त्यहाँ छ। ए यो कहिले राख्ने हो त्यहाँ? भरे अनि पर्छ माछा? हजुर पर्दैन? कहिले काहीँ पर्छ हो? तपाईँ आफूले बुनेको हो त्यो खोगा? ओहो, बाजेले धेरै मेहनत गर्नुभएको छ तपाईँ खोलाको छेउमा। यस्तो बार लाएर यहाँ चाहिँ परको खोगा राख्नुहुन्छ है बा? कहिले काहीँ त पर्छ। तरकारी हुन्छ है? सिफ्रुट। तपाईँको घर कहाँ हो बा? हजुर के भन्नु बा? बुढीघाट। बुढीघाट भने कहाँ हो? चैनपुर। ओहो, तराईतिर। ए यही तल हो? ए तपाईँ के हो? के थरको? माझी हो? त्यो यहाँ पर पनि माझी गाउँ रहेछ नि है? बिहान गएर आएको हामी। सबै छ है? यो खोगामा माछा पर्यो भने हामीलाई पनि तरकारी दिनुपर्छ है बाजे? हुन्छ? पर्दैन? अनि किन मेहनत गर्नुभयो यत्रो? हिजो पनि देखेको थिएँ तपाईँलाई मैले। अनि यो बाजे के गर्दै हुनुहुन्छ खोलाको छेउमा भनेर यसो घुम्न आएको क्या। हामी चाहिँ पर त्यो एउटा क्रसर छ नि। मेरो घर दोलखा। हजुर हो। पुगेको छ तपाईँ? हो चरीकोट। ए हजुर के भन्नुभयो? बसमा हाल्नुलाई? दोलल घाट थाहा छ है? अनि यो कति बजीसम्म बस्नुहुन्छ यसरी अब? हजुर खोगा राख्ने अनि बेलुका जाने? अब राख्नुहुन्छ? यो राख्नुहोस् त। भरे मात्रै हो? न अहिले पनि माछा आउँछ कि? कति वर्ष हुनुभयो तपाईँले? हजुर 70? ओहो, 70 वर्षको बाजे एकदमै स्ट्रङ। खोलामा माछा पारेर बाजेले तरकारी जीविका उपार्जन गर्दो रहेछ। धन्यवाद बा तपाईँलाई।